बब्बाले थियो यार, बब्बाले एक्चुअली सबैजना तारिफ चाहिँ गरिनुपर्छ। म रविनातिरबाट गएँ। रविनाको त्यो एउटा फिलिङ्स म एकदमै उसलाई मजाले आज हेर्न पाएँ। उसको गायकी प्लस उसले फुल्ली फिलिङ्स डालेर गाउनुभयो र एकदम डेप्थ थियो कि, र एकदमै आकर्षक थियो तपाईँको आज यो प्रस्तुति चाहिँ। म एकदमै खुसी छु तपाईँको प्रस्तुतिमा। थ्याङ्क यू सो मच। खुसी लाग्यो। र सँगसँगै प्रवीण को सफ्ट सँगसँगै मिठो लाग्यो र आज उसको गायकीमा पनि एक खालको न्यायिक थियो यो गीतको हकमा चाहिँ। र दुवैजनालाई बधाई छ र थ्याङ्क यू सर। मेलनालाई पनि बधाई, शुभकामना। कोच प्रमोद, यताको फर्स्ट लेटर उताको लास्ट लेटर हटाउँदा एउटै मान्छे एउटै शब्द आयो क्या, रविन। तपाईँहरू दुवैजना सेम त्यस्तै बराबर लेभलमा गाउनुभयो एउटै स्टाइलले। र स्पेसियली रविनाको अलिकति ब्राइट एनर्जेटिक थियो। प्रवीणको स्टार्टिङ लो पिचतिर जाँदाखेरि चाहिँ गाह्रो हुन्छ, कसैको भोकलको नेचरै त्यस्तै हुन्छ। मलाई कतिपय लो गाउनलाई मलाई एकदमै अप्ठ्यारो लागेको हुन्छ कुनै गीतमा, मलाई हाई एकदमै सजिलो लाग्न सक्छ। इट डिपेन्ड्स अन द त्यो तपाईँको स्वरमा भर पर्छ। सुरुमा तपाईँको आवाज मैले त्यति बुझेन, तर तपाईँ जति हाईमा जान्नुहुन्थ्यो नि तपाईँको दामी एकदम मजाको आउँथ्यो, गीतले खोजे जस्तो आइरहेको थियो। अनि अब रविनाको चाहिँ ब्लाइन्डमा हेर्दाखेरि अब तपाईँ फ्यामिलीसँगै आउनुभएको थियो, सानो बाबु थियो। मैले त्यतिखेर पनि भनेको थिएँ तपाईँको हस्बेन्डले सानो बाबु हेरिदिएर तपाईँले केयर गरेर तपाईँलाई साथ दिएर सँगै गिटार बजाइदिएर सँगै अपलोड गरेको। अनि हामीले टिभीमा पनि हेऱ्यौँ तपाईँको, यहाँ सँगसँगै टिभीमा पनि पछि युट्युबमा हेऱ्यौँ। हेर्दाखेरि पोखरा यता झिलमिल थियो, तपाईँ त्यो एउटा डाँडामा तपाईँको हस्बेन्ड तपाईँ बसेर गीत गाइरहनुहुन्थ्यो, त्यो रविना। अनि त्यो परिवेश एउटा नेपाली महिला डाँडा काँडा पहाडतिर महिलाहरूले चाहिँ विशेष गरेर अब यो त्यो बच्चा भइसकेपछि घर गृहस्थी गर्नुपर्छ, परिवार चलाउनुपर्छ, अर्कै दुनियाँ छ, अर्कै संसार छ। अझै दूर दराजमा गयो भने त कस्तो छ होइन, अझै पनि नेपालमा। र तपाईँले त्यो परिवेशबाट बसेर यहाँ आएर भोइसको प्लेटफर्ममा आएर यो ब्लाइन्ड जितेर ब्लाइन्ड पछि अहिले ब्याटलमा अनि तपाईँ रूप रङ अझै चेन्ज गरेर आत्मविश्वासी भएर सायद आइडोन्ट नो तपाईँको बाबु कहाँ छन्, अहिले पछाडि छन्, स्टिल पछाडि छन्। तपाईँले बच्चा सँगसँगै ल्याएर अनि तपाईँले यो पर्फर्मेन्स अहिलेको यो स्टाइलमा तपाईँ यसरी गाउँदै हुनुहुन्छ नि। तपाईँ मात्रै गाइरहनु भएको छैन कि, तपाईँले नेपालका सयौँ नारीहरूको आवाज गाइरहनु भएको छ। थ्याङ्क यू सो मच। तपाईँ नमुना ब्युटिफुल। यो यसलाई चाहिँ तपाईँ लिएर जानुहोस् अगाडि। यो लाइन मैले अब तपाईँको कम्पिटिसनमा भने, तर तपाईँले यो भोइसको प्लेटफर्मले धेरै कुराहरू दिएको जस्तो लाग्छ। विभिन्न ट्यालेन्टहरूलाई एक्सपोजर अथवा विभिन्न सोच बोकेर आएको छ यो प्लेटफर्म। तपाईँ उभिनु भएको छ, यो भोइस तपाईँले अर्कै दुनियाँमा लगिदिनु भयो। सिङ्गिङ वाइज दुवैजना पर्फेक्ट, प्रवीण एज वेल एज रविना। यो गीतमा धेरै जम्पिङ नोट्सहरू एकदम धेरै रहेछ। त्यो टक टक टक्क त्यो अब नोट लगाउन पनि गाह्रो हुन्छ। तपाईँहरूले यो गीतलाई जुन हिसाबको कम्पोजिसन छ, यो गीतलाई तपाईँहरूले आफ्नो गीत जस्तो बनाएर गाउनुभयो, विच इज भेरी गुड। अनि त्यसले गर्दाखेरि मलाई रविना बहिनीको पनि मन पर्यो, प्रवीण भाइको पनि मन पर्यो। सो दुईजनालाई एकदमै धेरै बधाई छ। सो आजको रिजल्ट जे भए पनि तपाईँहरू दुईजनालाई एकदमै बधाई, अनि दुईजनालाई धेरै माया, धेरै आशीर्वाद, राम्रो गर्नुहोस् हजुर। थ्याङ्क यू।